वी युज टु सी इच अदर एभ्री डे। हामीहरू त्यहाँ अपार्टमेन्टमा सँगै बस्थ्यो हामीहरू हो। अन्त आइएलो भइरहन्थ्यो, ग्रिड भइरहन्थ्यो। ऊ पुरा डाउन टु अर्थ छ, अन्त त्यहाँबाट केयरिङ, अन्डरस्ट्यान्डिङ, अन्त पुरा कम्प्याटेबल भयो हामी दुईजना वेन वी स्टार्टेड टकिङ। अनि त्यहाँबाट त्यसरी नै मेरो भावले रोजेको शब्द तिमी। फर्स्ट त बर्थडेमा नै अप्रोच गरेको थियो हो, बर्थडेको लागि इन्भाइट गरेको थियो, त्यति बेला नै अप्रोच गरेको। अन्त यतिकै के भन्छ कहिलेको हातमा यसरी मिठाईहरू पठाउँथ्यो हो, त्यसरी नै अलिकति गिफ्ट एक्सचेन्ज पनि हुन थाल्यो। अन्त भन्नुपर्ने नै अब मेरो नजरमा चाहिँ सी इज द मोस्ट ब्युटिफुल पर्सन होइन। आधी हुरी आउँदा म बन्छु तिम्रो छहारी, तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी। बरफी पलु झै जोडी बन्यो सानो चौतारी, नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। रात पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो, बाचा भयो। सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर घटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई